यदि चुनावका लागि मात्रै हो भने तपाईले राजनीति गर्नु भएको किन तपाईले राजनीतिक वेश्यावृत्ति गर्नुभयो? नमस्कार दर्शकहरू, यो पृष्ठभूमिमा देखिएको एकजना फोटो, एकजना बुद्धिजीवी, एकजना पत्रकार, एकजना अधिवक्ता। उहाँलाई तपाईहरुले पनि राम्रोसँग चिन्नुहुन्छ। मैले पनि उहाँलाई लगभग 8-10 वर्ष अगाडिदेखि नै उहाँलाई देख्दै आएको, उहाँको लेखहरू पनि पढ्दै आएको र अहिलेको इलेक्ट्रोनिक्स मिडियामा उहाँको अन्तर्वार्ताहरू धेरै सुनेको छु मैले। र म उहाँको एउटा प्रशंसक पनि हो र उहाँको एउटा नियमित दर्शक पनि हो म। उहाँले बोल्नु भएको कुराहरू पनि मलाई असाध्यै मन पर्ने र उहाँको तीखो बाण जस्तो शब्द प्रहार, लजिक अनि त्यसपछि डेटा वाइज यो सबैको सम्मिश्रण सहितको उहाँको वाक शक्ति मलाई एकदमै मन पर्छ। त्यसैले म उहाँलाई एकदम सम्मान पनि गर्थ्यो, अब गर्थ्यो भन्नु पर्यो। तर आजभोलि चाहिँ उहाँमा अत्यन्तै फरक पनि देखेको छ। आजभोलि उहाँको व्यवहारहरू, उहाँको बोलीहरू मैले सुन्दा अचानक परिवर्तन भएको छ। त्यो परिवर्तन किन जस्तो भयो र मैले जाने बुझे अनुसार उहाँ चाहिँ खाँटी लोकतन्त्रवादी, सुशासनवादी र सत्यवादी भनेर मैले चिनेको थिएँ। तर हिजो आज उहाँ त्यस्तो भन्दा उहाँले बोल्नु भएको कुराको ठिक विपरीत उहाँ गइरहनु भयो। अचम्म लागिरहेको नेपालमा के हुँदैछ? उहाँले राजनीतिक नेताहरूलाई गाली गर्नु भएको यति छ कि अब त्यो गाली चाहिँ उहाँले पनि पाउनु हुनेछ। अब किन भन्दाखेरि अब पहिला उहाँले योभन्दा अगाडि नेपालमा उन्नत लोकतन्त्र, उन्नत प्रजातन्त्र र लोकतन्त्रको विकल्प नभएको भनेर उहाँले विगतमा धेरै बोलिसक्नु भएको छ। मैले हेरेको छु। मैले धेरै पुरानो भिडियो नभेटे तापनि उहाँले लगभग 3-4 महिना अगाडि बोल्नु भएको एउटा भिडियो सुशान्त प्रधानको पोडकास्टमा उहाँले दिएको अन्तर्वार्ताबाट मैले एउटा क्लिप लिएको छु। कृपया त्यो क्लिप तपाईहरुले हेर्नुस्। उता बहुमत चाहिँ जहिले पनि बाहिर हुन्छ। यसैले यो डेमोक्रेसी होइन, डेमोक्रेसी हुन कम्तीमा 51% चाहिन्छ भन्ने हो भने अब चुनाव जित्नेवालाले चाहिँ 51% ल्याउनै पर्छ भन्ने कानुनको व्यवस्था भयो भने त्यो व्यवस्थाले के गर्दिन्छ भने देशैभरिको जनताले तपाईँ र म चाहिँ प्रेसिडेन्टको चाहिँ क्यान्डिडेट भयौँ, अरू पनि 2 जना भए मानौँ भने तपाईँको पनि 51 आएन, मेरो पनि आएन। मानौँ तपाईँको मेरोभन्दा अलिक बढी आयो, मेरो कम आयो, तर तपाईँ र म चाहिँ हाइएस्ट 2टा भयौँ। म सेकेन्डमा भएँ, तपाईँ फर्स्ट हुनु भने अर्को इलेक्सन चाहिँ तपाईँ र मेरो बिचमा मात्रै हुन्छ। 2 जना मात्रै हुने बित्तिकै त 51 भइहाल्छ। अमेरिकामा भएको निर्वाचनमा अहिलेसम्म यसरी दोहोऱ्याएर निर्वाचन गर्नु परेको जम्मा 2 चोटि मात्रै छ। अहिले केपी ओलीज्यू तपाईँको प्रधानमन्त्री हो र मलाई लाग्छ तपाईँ त काठमाडौँको भोटर हो। काठमाडौँको मान्छेले उहाँले भोट हालेकै छैन नि। उहाँ त झापाको पनि एउटा कन्स्टिट्युएन्सीको पनि 19% मात्रै ल्याएको मान्छे हो नि त। अनि देशैभरिको मान्छेको बहुमतको प्रधानमन्त्री कसरी हुन सक्छ? हुन सक्दैन। हिसाब मिलेन कि यो। त्यो भएको हुनाले फिलोसफिकली पनि तपाईँको चाहिँ पोलिटिकल चाहिँ प्रिन्सिपलको बेसमा हेर्ने हो भने पनि यो डेमोक्रेसी होइन। यसलाई भन्छ पोलिटिकल साइन्समा संसारको सबै विश्वविद्यालयमा ओलिगार्की, स्वल्पतन्त्र, अल्पतन्त्र। हामी अल्पतन्त्रमा छौँ। यो हिसाब हामीले नबुझाइकन त्यही हो प्रत्यक्ष प्रजातन्त्र भनेको जनताले सिधै भोट हाल्ने। अहिलेको प्रधानमन्त्री राष्ट्रपतिलाई त सांसदको बहुसिटबाट हो जितेको, बहुमत पनि होइन। फेरि यो बहुमतीय प्रणाली नभएर यो बहुसिटे प्रणाली हो। तपाईँले भन्नु पर्थ्यो कि 2 पटक भन्दा बढी हुन नपाउने पहिलो। दोस्रो कुरा जनताले प्रत्यक्ष रूपमा निर्वाचित गर्नुपर्छ। देखिहाल्नु भयो नि तपाईहरुले। उहाँको यो अन्तर्वार्ता देखेर म पनि अत्यन्तै प्रभावित भएको मान्छे हो। म पनि लोकतन्त्रवादी। मैले पनि आफूले जाने बुझे अनुसार म जहिले सुकै प्रगतिशील बाटोमा र सकारात्मक सोच, नवीनतम, नयाँ चाहने मान्छे भएको हुनाले नेपालमा अहिलेको राजनीति, अहिलेको परिवेश, यो अहिलेको जुन संसदीय व्यवस्था वाक्क भएको मान्छे म पनि हो। तर उहाँले यस्तो लोकतन्त्रको बारेमा उहाँले यस्तो व्याख्या गरिरहँदाखेरि अब नेपालमा एकदमै सच्चा मान्छे, एकदमै राम्रो मान्छे निस्केको रहेछ है। उहाँलाई हामीले सम्मान गर्नुपर्छ, सपोर्ट गर्नुपर्छ भनेर भन्दै आजभोलि फेरि उहाँ राजावादी हुन पुगिसक्नु भयो। राजावादी 3 महिना अगाडि लोकतन्त्रवादी, 3 महिना 4 महिना पछाडि 81 राजावादी। अब हेर्नुहोस् उहाँले बोल्नु भएको भिडियो। यो देश छोडेर जान नपर्ने हो। तपाईले यो व्यवस्था अन्त्य गर्न उठ्नै पर्छ, नभए तपाईको प्रेमीलाई माया गर्नु, तपाईको प्रेमिकालाई साँच्चै माया गर्नुहुन्छ भने तपाईले यो व्यवस्था ढाल्नै पर्छ, नभए तपाई प्रेम भनेर धोखा दिइरहनु भएको छ। प्रष्ट हो, किनकि तपाईको जोडीलाई यो व्यवस्थाले फुटाइदियो, तपाईको जोडीलाई यो व्यवस्थाले छुटाइदियो। तपाईको प्रेमिका छान्दा
तपाईको प्रेमी छान्दा यो कुरा पत्ता लगाउनुस् कि तपाईको त्यो प्रेमी वा प्रेमिका राजावादी हो कि होइन, राष्ट्रवादी हो कि होइन। त्यो राजावादी होइन भने, त्यो राष्ट्रवादी होइन भने जसले आफ्नो देशलाई प्रेम गर्दैन उसले कसैलाई प्रेम गर्दैन। उहाँले यो भिडियोमा जीवन सङ्गिनीसँग जोडेको, प्रेमसँग जोडेको कुरा राजावादीसँग लगेर ठोकाइदिएको छ। राजावादी भयो भने तपाईँ प्रेमवादी, राजावादी भएन भने तपाईँ प्रेमवादी होइन, तपाईँ अवसरवादी। के राजावादी नहुँदैमा प्रेमवादी हुँदैन मान्छे? के राजावादी नहुँदैमा सबैको घरबार बिग्रेको छ? राजावादी नहुँदैमा के सारा मान्छेको डिभोर्स भएर बसेको छ? अचम्मको कुरा। कसरी युवाहरूलाई भट्काउन पुगिरहेको छ उहाँ? यसको रहस्य के होला? उहाँले यसरी बोल्नुमा अचम्म लाग्दो छ। काशी मान्छे कस्तो खालको परिवर्तन जी। यस्तो खालको बुद्धिजीवीहरू नेपालमा धेरै छन्। उहाँ मात्र होइन, नेपालमा यस्तो खालको बुद्धिजीवीहरू छ जसले नेपाली जनतालाई भ्रम छरेको छरेकै छ। राजनीतिक नेताहरूले त गरे बेइमान गरे। अब बुद्धिजीवीहरू पनि त्यस्तै भ्रष्ट, भ्रम छर्ने, भ्रमवादी र अवसरवादी बुद्धिजीवीहरू नेपालमा धेरै उर्किसकेका छन्। अब यो अवसरवादी बुद्धिजीवीहरूलाई पनि अब नङ्ग्याउने पालो चाहिँ अब हामी जनताको हो। उहाँ धेरै पढे लेखेको, धेरै सूचना सङ्कलन गर्नुभएको, धेरै विज्ञ मान्छे, ज्ञानको भण्डार भएको मान्छे। उहाँले नजानेको नबुझेको केही पनि छैन जस्तो लाग्छ उहाँको कुरा सुन्दाखेरि। त्यही ज्ञानको विषयमा उहाँले कसरी कुरा गर्नुभएको छ अब हेर्नुहोस् एउटा भिडियो। सूचना स्वयंमा ज्ञान होइन, सूचनाको विश्लेषणबाट ज्ञान प्राप्त हुन्छ, ज्ञानको मीमांसाबाट विवेकको प्राप्ति हुन्छ, विवेकको पनि विश्लेषणबाट प्रज्ञाको तहमा पुगिन्छ। ल हेर्नुहोस् उहाँको ज्ञान, विवेक र प्रज्ञाको कुरा। यस्तो खालको ज्ञान, विज्ञान, प्रज्ञाको कुरा गर्दा उहाँले नेपालमा भएको जति पनि नेताहरूलाई, जति पनि राजनीतिक दलका शीर्ष नेताहरू गाली गर्न काहीँ पनि बाँकी राखेको छैन। निरन्तर गाली गर्दै आइरहनु भएको छ। हुन त गाली त हामी पनि गर्छौँ, तर हामी त्यस्तो परिवर्तन भएको छैन। उहाँ जस्तो महिना 4 महिना आफूले बोलिरहेको कुरा, आफूले राखेको विचारको कुरा आफैले 2-3 महिनापछि आफैले खण्डन गर्ने गरी बोल्नु भनेको उहाँको कस्तो खालको प्रज्ञा हो। र उहाँले भन्नुभएको छ नेताहरूलाई लगाउनु भएको आरोप, नेताहरूलाई एउटा भिडियो यो पनि हेर्नुहोस्। यदि चुनावका लागि मात्रै हो भने तपाईले राजनीति गर्नु भएको थिएन, तपाईले राजनीतिक वेश्यावृत्ति गर्नुभयो। नेपालको राजनीतिक नेताहरूलाई, राजनीतिक पार्टीहरूलाई तपाईले राजनीति गर्नु भएको होइन, तपाईले राजनीतिक वेश्यावृत्ति गरिरहनु भएको छ भनेर ठोकुवाको साथ बोलिरहनु भएको छ। राजनीतिक दलहरूको कमी कमजोरी नभएको होइन, नेताहरूको कमी कमजोरी नभएको होइन, हामी पनि यो कुरालाई स्वीकार्छौँ। तर राजनीतिक दलहरूलाई त्यसरी वेश्या भनिरहँदाखेरि अनि तपाईलाई चाहिँ उन्नत लोकतन्त्र, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भन्दै अहिले पुरानो परम्परावादी, हिजोको शोषक सामन्ती शैलीलाई बोकेको, सामन्ती संस्कारलाई बोकेको, वंशानुगत शासन गर्नुपर्ने, योग्यता केही पनि नचाहिने, मेरो वंशले हिजो शासन गरेको छ त्यही भएर म पनि राजै हुनुपर्छ, मेरो छोरा पनि राजै हुनुपर्छ, मेरो वंश नै राजा भएर चलाउनु पर्छ, देशको कानुन संविधान जेसुकै होस्, जनता जस्तो सुकै होस् भन्ने खालको राज संस्था कसरी मन पर्यो तपाईलाई? अनि 3-4 महिना अगाडि तपाईँ त्यो खालको अन्तर्वार्ता दिने अनि अहिले आएर तपाईँलाई राजावादी बन्नुमा र राजतन्त्रलाई बोक्नुमा अनि तपाईँको चाहिँ वेश्यावृत्ति होइन, बौद्धिक वेश्या होइन तपाईँको। स्वागत जी, तपाईँलाई चाहिँ बौद्धिक वेश्या भन्नै पर्छ। तपाईँ जस्तै धेरै अर्को बौद्धिक वेश्याहरू थुप्रै छन् नेपालमा। अब एक गरेर तपाईँ जस्तो बौद्धिक वेश्यालाई अब नेपाली जनताले पनि एक गरेर नङ्ग्याउने छ भन्दै म पनि बिदा हुन चाहन्छु। हस्, धन्यवाद। थ्याङ्क यू भेरी मच।